नमस्कार, यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा काठमाडौँमा। मेरो नाम प्रेममत। आज तपाईँलाई विश्वास नलाग्ला है, 4.5 आना जग्गामा बनेको 1.5 ताले घर 20 फुटे सरर बाटोमा रहेको काठमाडौँको नयाँ पाटीमै रहेको कतिमा पाउँदै हुन्छ? पहिला 1 करोड 50 लाख भनेको घर अहिले 15 लाख डिस्काउन्टमा जम्मा 1 करोड 35 लाखमै दिँदै हुनुहुन्छ। इमर्जेन्सी 15 दिनको लागि मात्रै है यो अफर। तपाईँलाई यो घरको बारेमा सम्पूर्ण जानकारी दिनेछु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है त। आजको बिक्रीमा रहेको घर यही नै हो। तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु, हेर्न सक्नुहुन्छ। टक्क यो अगाडिको फेस पूर्वतिर फर्केको एकदमै राम्रो चिटिक्कको भित्र हेर्नुहुन्छ भने बङ्गला टाइपको बनाउनु भएको छ। तपाईँहरू आफै भिजिट गर्नुहोस् होइन, तपाईँलाई चित्त बुझ्छ। किनकि यो अगाडिपट्टि हेर्न सक्नुहुन्छ ठुलो यो सर र 20 फुटे बाटो पाउनुहुन्छ है त, एकदमै ठुलो रहेको छ। तपाईँले अब यहाँनिर यसै गरी पाउन सक्नुहुन्छ। अगाडिको यो फेस हेर्न सक्नुहुन्छ, राम्रो डिजाइन गर्नुभएको छ। तलदेखि माथिसम्म एउटा सेमी बङ्गलो भन्दा पनि कम छैन है, 4.5 आनामा बनेको। अब यहाँदेखि तपाईँले पाउनुहुन्छ यो पार्किङ स्पेस है त। यहाँनिर तपाईँले ठुलो हाइसम्म राख्छु भन्दा मिल्ने स्पेस रहेको छ। सानो सानो दुईवटा नै गाडी अड्छ, ठुलै एउटा गाडी मजाले राख्न सक्नुहुनेछ भने 24 घन्टा हेर्नुहोस् न, 24 घन्टा मूलको पानी सरर आउँछ। यहाँनिर वाटरफल टाइपको हेर्न सक्नुहुन्छ, धारो रहेको छ। तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु है, एकदमै राम्रो दृश्य हेर्न सक्नुहुन्छ भने यो साइडबाट सरर पानी बगेर गएको छ। 24 घन्टा मूलको पानी आउँछ। र यो साइडमा पनि हेर्न सक्नुहुन्छ, तलदेखि माथिसम्म यस्तो खाले रहेको छ है त। सरर तपाईँले यहाँनिर ठुलो पार्किङ स्पेस पाउनुभयो भने अब यो बाहिर भएको दृश्य यो भयो, हेर्न सक्नुहुन्छ। ठ्याक्कै यो पूर्व दक्षिण फेस गरेको उज्यालो रहेको, वरिपरि पनि सेफ्टीले एकदमै राम्रो तरिकाले सेफ्टी युज गरेर बनाउनु भएको छ। अब तपाईँलाई यो घरको भित्रतिरको दृश्य पनि देखाउने छु, हेर्दै गर्नुहोस् के कस्तो छ, सबै जानकारी दिनेछु है त। तपाईँले यो पार्किङ स्पेस हेरिसक्नुभयो भने अगाडिको दृश्य पनि हेरिसक्नुभयो। यहाँनिर हेर्न सक्नुहुन्छ मजाले झर्ना पाउनुहुन्छ। तपाईँले खानेपानीको धारा आउँछ 24 घन्टा, यसै गरी हेर्न सक्नुहुन्छ सफा पानी आउँछ। यहाँनिर तपाईँले वाटरफल पनि बनाउन सक्नुहुनेछ। अहिले पनि राम्रो एउटा धारो टाइपको हेर्न सक्नुहुन्छ, छलछल गरिरहेको छ। आवाज पनि सुनिरहनु भएको छ होला, पक्कै पनि एकदमै राम्रो रहेको छ है, बस्नुमा आनन्द। र माथिपट्टि पनि ओपन स्पेस रहेको छ अर्को, त्यो पनि तपाईँलाई एकैछिनमा देखाउने छु। अब आउनुहोस् यतापट्टिको दृश्य देखाउन चाहन्छु तपाईँलाई। यहाँनिर ट्याक्क तपाईँले हेर्न सक्नुहुन्छ घाम मजाले लागिरहेको छ भने अब यहाँदेखि तपाईँले पुरै भ्यू हेर्न सक्नुहुन्छ। अझै माथि लगेर पनि देखाउने छु। यहाँनिर तपाईँले ओपन स्पेस पाइ नै हाल्नुहुन्छ है त। यसै गरी तपाईँले यो साइडमा पनि खुल्ला स्पेस पाउनुहुन्छ। यति धेरै खुल्ला स्पेस रहेको छ। यो साइडमा तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु, हेर्न सक्नुहुन्छ। यति धेरै खुल्ला स्पेस छ यो साइडमा भने। अब यो अगाडिको फेस रह्यो। तपाईँलाई यहाँनिर भित्रतिरका रुमहरूको दृश्य के कस्तो छ त्यो पनि देखाउने छु है त। अब आउनुहोस् तपाईँलाई यो घरको भित्रतिरको रुमहरू के कस्तो छ सबै जानकारी देखाउने छु है त। ल हेरौँ है त अब कस्तो छ। ल आउनुहोस्। सर आउँदा बित्तिकै यहाँनिर तपाईँले ठुलो साइजको यो लिभिङ रुमको स्पेस पाउनुहुन्छ। एकदमै ठुलो साइजको रहेको छ, हेर्न सक्नुहुन्छ है। डेकोरेसन पनि एकदमै राम्रो गर्नुभएको छ। यो साइडदेखि ल्याएर हेर्न सक्नुहुन्छ, यो साइडदेखि र्याकदेखि ल्याएर कम्बिनेसन पनि एकदमै राम्रो मिलेको छ। यो साइडमा हेर्न सक्नुहुन्छ भने यो साइडमा हेर्न सक्नुहुन्छ है। अब तपाईँले ट्याक्क यो साइडमा तलदेखि माथिसम्म आहा नि यसै गरी तपाईँले यो लिभिङ रुमको दृश्य हेरिसक्नुभयो भने माथि फल सिलिङको दृश्य पनि हेर्न सक्नुहुन्छ। एकदमै राम्रो युज गर्नुभएको छ भने अब तपाईँलाई बेडरुमतर्फ लगेर जानेछु। यो साइडमा एउटा मजाको ठुलो स्पेस बेडरुम पाउनुहुन्छ। तपाईँले यस्तो खाले रहेको छ र माथिको फल सिलिङको दृश्य हेर्न सक्नुहुन्छ। अगाडि झ्यालहरू रहेको हुँदा एकदमै उज्यालो रहेको छ। घाम बिहानदेखि बेलुकासम्म भित्रै रुमभित्रै आउँछ है त। अब यसै गरी तपाईँले यहाँनिर किचन रुम रहेको छ, त्यो पनि देखाउँदैछु तपाईँलाई, हेर्न सक्नुहुन्छ। यो किचन रुमको दृश्य रह्यो है त, जस्ताको तस्तै। ल हेर्नुहोस्, यो किचन रुमको दृश्य रह्यो। यो मोडुलर किचन रुम बनाउनु भएको छ, यस्तो खाले रहेको छ है त। यो डाइनिङ सेटअप, यो किचन सेटअप रह्यो। पछाडि पनि ओपन स्पेस रहेको छ, त्यहाँनिर ढोका पनि रहेको छ भने यो साइडमा अर्को बेडरुम रहेको छ है, यस्तो खाले हेर्न सक्नुहुन्छ। यो बेडरुम पनि निकै उज्यालो रहेको छ र पछाडितिर ढोका रहेको हुँदा ढोकाबाट पनि जान मिल्ने स्पेस रहेको छ, हेर्न सक्नुहुन्छ। उज्यालो चिटिक्कको यो बेडरुमको दृश्य पनि तपाईँहरूले हेरिसक्नुभयो। यही नै थियो यो बेडरुमको दृश्य पनि तपाईँलाई देखाइसकेको छु भने यो साइडमा तपाईँले किचन रुमको दृश्य पनि हेरिसक्नुभयो। यस्तो खाले किचन रहेको थियो भने यहाँनिर बिचमा पाउनुहुन्छ अर्को बेडरुम रहेको छ है। यो पनि एकदमै उज्यालो मिडियम साइजको बेडरुम रहेको छ, हेर्न सक्नुहुन्छ। जस्ताको तस्तै फल सिलिङको डेकोरेसन र पछाडिपट्टि झ्याल रहेको हुँदा एकदमै उज्यालो रहेको छ, हेर्न सक्नुहुन्छ। लगभग मैले भनिसकेँ तपाईँलाई अघि नै, सेमी बङ्गला टाइपको घर रहेको छ भनेको थिएँ नि भित्री भागमा। सेमी बङ्गला टाइपको घरको दृश्य तपाईँहरूले हेरिसक्नु भएको छ, पक्कै पनि मन पारिसक्नु भयो होला है त। अब यहाँनिरका तपाईँलाई लगभग मैले रुमहरूको दृश्य देखाइसकेको छु भने यो साइडमा कमन टोयलेट बाथरुम पाउन सक्नुहुन्छ।
त्यो पनि म तपाईँलाई देखाउने नै छु, हेर्दै गर्नु होला है त। अब यो साइडमा कमन टोयलेट बाथरुम रहेको छ, हेर्न सक्नुहुन्छ। बाहिरी भागमा यस्तो खाले पाउनुहुन्छ तपाईँले भने भित्र लगेर देखाउँदैछु। भित्रको दृश्य पनि हेर्न सक्नुहुन्छ है त। भित्रतिर यो टोयलेट बाथरुम यस्तो खाले रहेको छ, क्लिन चिटिक्कको यो कमन टोयलेट बाथरुमको दृश्य तपाईँले हेरिसक्नुभयो, पक्कै पनि मन पारिसक्नुभयो होला। तपाईँलाई यहाँनिरका लगभग रुमहरूको दृश्य देखाइसकेको छु। लगसरे 3वटा बेडरुम, एउटा किचन रुम र यो ठुलो साइजको लिभिङ रुमको दृश्य हेरिसक्नु भएको छ। अब तपाईँलाई यसै गरी म माथिल्लो तालामा लगेर जानेछु। माथिल्लो तालाको रुमहरूको दृश्य पनि देखाउने छु है त, जस्ताको तस्तै हेर्दै गर्नु होला है त। तपाईँले यहाँनिरका रुमहरूको दृश्य हेरिसक्नुभयो। अब आउनुहोस् माथिल्लो तालाको रुमहरूको दृश्य सबै जानकारी दिनेछु तपाईँलाई जस्ताको तस्तै है त। यो सिडी र साइडमा राम्रो खाले रेलिङ युज गर्नुभएको छ भने हेर्न सक्नुहुन्छ। यो माथिपट्टि झुमरको डेकोरेसन, यो माथिको डेकोरेसन यस्तो रहेको छ भने यहाँ आउँदा बित्तिकै यो साइडमा वालपेपर हेर्न सक्नुहुन्छ होइन। कलरको कम्बिनेसन एकदमै राम्रो युज गर्नुभएको छ र यसै गरी यो साइडमा हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँनिर है त। अब यहाँदेखि हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो खाले यो रुम रहेको छ, उज्यालो चिटिक्कको यो एउटा बेडरुमको दृश्य तपाईँहरूले पाउनुहुन्छ। यस्तो खाले बेडरुम रहेको छ है त, जस्ताको तस्तै तपाईँहरूलाई देखाउँदैछु, हेर्न सक्नुहुन्छ। पछाडिपट्टि झ्याल लागेको हुँदा एकदमै उज्यालो रहेको छ, हेर्न सक्नुहुन्छ है त। यस्तो खाले चिटिक्कको यो बेडरुमको दृश्य हेरिसक्नुभयो भने यहाँनिर अब बाहिरी भागको ओपन स्पेस हेरिसक्नुभयो र सिधै यहाँ कमन टोयलेट बाथरुम रहेको छ एउटा, हेर्न सक्नुहुन्छ। र यहाँ अगाडिपट्टि थोरै स्पेस पाउनुहुन्छ तपाईँले, यस्तो खाले रहेको छ है त। हल्का स्पेस यहाँ बस्नलाई आनन्दले भ्यू हेर्न सक्नुहुन्छ। यस्तो खाले स्पेस पाउनुहुन्छ तपाईँले, एकदमै आनन्दको रमणीय ठाउँ, बस्नलाई निकै आनन्द रहेको छ भने अब यहाँदेखि तपाईँले यो भागदेखि भ्यू मजाले हेर्न सक्नुहुन्छ, चारैतिरको भ्यूको दृश्य है त। अब तपाईँलाई यति राम्रो घर तलदेखि माथिसम्म सबै देखाइसकेको छु, पक्कै पनि मन पारिसक्नुभयो होला, किन पनि लागिसक्यो होला है त। अब यो घरको बारेमा तपाईँलाई विस्तृत रूपमा सरल जानकारी दिनेछु, हेर्दै गर्नु होला। आहा नि आजको बिक्रीमा रहेको घर यही नै हो, तपाईँलाई जस्ताको तस्तै सम्पूर्ण जानकारी राखिसकेको छु है त। अब यो घरको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर 2, ट्याक्कै यो नयाँ पाटी जोरपाटी हुँदै सुन्दरीजल जाने हाइवे बाटोदेखि लगभग 1.5 किलोमिटरको दूरीमा रहेको, हाइटमा रहेको, 4.5 आना क्षेत्रफलमा बनेको 1.5 तलाको यो नयाँ घर भन्दा पनि हुन्छ है त। लगभग 3-4 वर्ष अगाडि मात्रै बनेको घर है त। बाटो सर 20 फुटे पाउनुहुन्छ भने पूर्व दक्षिण फेस गरेको, हाइटमा रहेको त पुरै भ्यू हेर्न सकिने, बिहानदेखि बेलुकासम्म घाम लाग्ने यस्तो आनन्दको ठाउँ। पार्किङ स्पेस हेर्नुहोस् होइन, त्यहाँनिर वाटरफल हेर्न सक्नुहुन्छ, 24 घन्टा खानेपानीको सुविधा पाउनुहुन्छ। यति राम्रो घर लिन चाहनुहुन्छ तपाईँले नसोचेको मूल्यमा, पहिला 1,50,00,000 भन्नुभएको रहेछ, अहिले इमर्जेन्सी बिक्री गर्नु परेको हुँदा जम्मा 1,35,00,000ले दिँदै हुनुहुन्छ। अब ढिला नगरिकन साइडमा नम्बर छ, कन्ट्याक्ट गरिहाल्नुहोस्। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँको दिन समय राम्रोसँग जाओस्।